Hi guys, welcome to my channel. My name is Angela. आज मदर्स डे हो नि त नि त्यही भएर आज केही स्पेसल हुँदैछ। आज म आफ्नो मम्मीलाई गिफ्ट बनाएर दिँदैछु। आज के हो त्यो गिफ्ट लास्ट समय दिनु होला ब्लग। अनि मैले मम्मीलाई मदर्स डे चाहिँ बिहान नै विस गरिसकेँ। म चाहिँ थिरा भाडा दिइरहेको थिएँ अनि मम्मीले पनि पहिले नै बोजूले अनि बाजेले दिनुभएको भाडा दिँदै हुनुहुँदो रहेछ। यो चाहिँ पहिले बोजूले दिनुभएको अरे अनि यहाँ मम्मी चाहिँ धुँदै हुनुहुन्छ। यो चाहिँ बाजेले दिनुभएको अरे। पहिले चाहिँ बाजे र बोजूले चाहिँ पैसा चाहिँ दिनुहुन्न थियो अरे अनि भाडाहरू दिनुहुन्थ्यो अरे अनि त्यहीबाट रक्सी पार अनि त्यहाँबाट पैसा लिएर पढ्नु जा भनेर दिनुहुन्थ्यो अरे। अनि आज चाहिँ मदर्स डे हो नि त नि स्पेसल, त्यही भएर मम्मीले आज धुनुभएको रहेछ। बाजे बित्नु भएको चाहिँ अब चाहिँ 15-16 वर्षै भइसक्यो होला। म जन्मिनुभन्दा अगाडि नै बित्नु भएको थियो अनि बोजू चाहिँ भर्खर 3 वर्ष हुँदैछ बित्नु भएको। अनि याद त आउँछ आज मदर्स डेको दिन। बोजूलाई पनि ह्याप्पी मदर्स डे। आज हाम्रो घरमा धेरै मान्छेहरू आएर छन्। खै आज मदर्स डे भएर क्या हो। अघि पनि एकजना आउनुभएको थियो जोगी अनि अहिले पनि फेरि आउनुभएको रहेछ आज मदर्स डे भएर। साथीहरू यतिखेर चाहिँ म सिलामसाङमा बनाएर दिन्छु भनेर चाहिँ मम्मीलाई। अनि सिलामसाङमा चाहिँ खास भन्नुपर्दा लिम्बूहरूको हो, तर राईहरूले पनि खास गरी चाहिँ लाउँछन्। त्यही भएर आज चाहिँ म पनि सिलामसाङमा बनाउँछु भनेको। पहिले चाहिँ बाँसको यस्तो चाहिन्छ, बाँसको यस्तो बनाउनु होला अनि त्यो यसमा बेच्दै लानुपर्छ। ब्लगलाई समयदिनु होला, म देखाउँछु अनि आफूले बनाएको कस्तो हुँदो रहेछ। पहिले पनि म बनाउँथेँ, त्यही भएर बनाउनु चाहिँ आउँछ। त्यही भएर लास्ट समय दिनु होला सिलामसाङमा कसरी बनाइन्छ भनेर पनि अनि ब्लग लास्ट समय दिनु होला। लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब पनि गरिदिनु। सिलामसाङमा भन्नुपर्दा चाहिँ 7वटा रङको हुन्छ, तर मसँग चाहिँ यतिखेर चाहिँ 6वटा मात्रै रङ छ। त्यही पनि 6वटै रङको बनाएर दिन्छु। अब एउटा रङ चाहिँ कहाँबाट लिएर आउनु, त्यही भएर यतिखेर चाहिँ 6वटै रङको बनाएर दिन्छु भनेर सोचिरहेको छु। लास्ट समयदैन ब्लग म कसरी बनाउँछु भनेर तपाईँलाई प्रोसेस देखाउँछु। यसरी चाहिँ पहिले फर्स्ट रङमा चाहिँ भेट्नु होला यसरी अनि फेरि यताबाट अब चाहिँ तपाईँहरू यसो गर्दै बाँड्नु होला। मैले यो पिन चाहिँ अघि नै एड गर्छु कि पिन एड गरेपछि मैले यो घुमाउँदै गएँ यसरी। तपाईँहरूलाई सिलामसाङमाको मात्र चाहियो भने भिडियो म भनिदिनु, कमेन्ट गरिदिनु। त्यहाँ म तपाईँलाई सिलामसाङमा मात्र बनाउने पनि देखाउँछु। अब स्कुल छुट्टी छ नि त नि, त्यही भएर अब तिर घरमा खासै काम हुँदैन। त्यही भएर तपाईँहरूलाई सिलामसाङमाको मात्र भिडियो चाहिएको छ भने म बनाइदिन्छु। फर्स्टमा चाहिँ मैले ब्ल्याक कलर एड गरेको छु। साथीहरू सिलामसाङमा बनाउने प्रोसेस चाहिँ त्यही नै हो। मैले पिङ्क कलर नै एड गर्छु कि अब यसमा म लाइट ग्रिन कलर एड गर्छु। मेरो ब्लगलाई समयदिनु होला। म चाहिँ साथीहरू भात खानु गएको थिएँ अनि भात खाएर पनि आइसकेँ अनि अब भात खाएर फेरि पनि अब बनाउँछु म चाहिँ बाहिर हुनुहुन्छ नि त नि लुगा धुँदै। अनि त्यही भएर म चाहिँ अब एकछिन सिलामसाङमा बनाउनु पऱ्यो। हेरिदिनु होला लास्टमा ब्लग। म चाहिँ यतिखेर सेम प्रोसेस गरेर ग्रिन पनि लगाइसकेँ, लाइट ग्रिन। अनि यतिखेर चाहिँ ब्लू लाउँदैछु। यस्तो प्रोसेस हेर्दै जानु होला। साथीहरू यतिखेर चाहिँ मैले सिलामसाङमा चाहिँ कम्प्लिट गरेको छु फाइनल लुक। अनि यसमा अझै पनि फुल्का एड गर्नुपर्ने छ। हेरिदिनु होला ब्लगलाई सम्भव अनि कस्तो लाग्छ कमेन्ट गरिदिनु। यतिखेर चाहिँ साथीहरू मैले सिलामसाङमा पनि बनाइसकेँ अनि फाइनल रिजल्ट चाहिँ यस्तो आएको छ। अनि आज म मम्मीलाई दिँदैछु अनि मम्मीको रियाक्सन हेर्नको लागि लास्टमा भिडियो हेर्नु होला। मम्मी चाहिँ तिर बाहिर हुनुहुन्छ नि त नि, त्यही भएर एकछिनमा दिन्छु। अनि त्यतिखेर चाहिँ म र बहिनी छौँ भित्र चाहिँ अनि बनाइरहेको थिएँ मैले। अनि मम्मी चाहिँ तिर बाहिर हुनुहुन्छ अनि म चाहिँ जाँदैछु अनि बहिनी पनि बाहिर छ अनि बहिनी र हामी दुईजनाले प्लान गरिरहेको छौँ धेरै ठुलो सरप्राइज चाहिँ होइन। जे पनि आफ्नै हातले बनाएको हुन्छ नि, ह्यान्डमेड अब देखाउँछु मम्मीलाई। म चाहिँ मास्टर काम गर्नु म चाहिँ थिएन लगेर गइरहेको छु। मम्मी आएर तपाईँलाई सिलामसाङमा आज मदर्स डेमा स्पेसल तपाईँको लागि आजदेखि बिहानदेखि मिहिनेत गरेर थिएँ। हेर्नुहोस् यहाँ त्यस्तो नगर्नु, हामी दुईजनाले मिहिनेत गरेको छौँ बिहान यहाँ हेर्नुहोस्। थिएर मम्मीलाई दिइसकेँ मैले। यस्तो छ रियाक्सन आज हामीले बल्ल बल्ल मिहिनेत गरेर बनाएको। मैले सिलामसाङमा चाहिँ मम्मीलाई दिइसकेँ अनि मम्मीको रियाक्सन पनि देख्नु खुसी नै हुनुहुन्छ। अब छोरीले बनाइदिएको हो नि त नि, त्यही भएर होला। अनि तपाईँहरूले कसरी मनाउनु भयो आज
ह्याप्पी मदर्स डे सबैजनालाई। कसरी मनाउनु भएको छ मदर्स डे कमेन्ट गरिदिनु। अनि यस्तै ब्लगहरू छ भने सब्सक्राइब गरिदिनु अनि लाइक पनि गरिदिनु, कमेन्ट पनि गरिदिनु। सी यू इन नेक्स्ट ब्लग।